ग्रेविटी एंड ग्रेविटेशन कक्षा 10 को भौतिक विज्ञान को पहिलो पाठ को बारे में चाहिँ आज हामी छलफल गर्न गइरहेका छौं। यसमा चाहिँ कसरी पढ्ने र कुन कुन सेक्टर कसरी पढ्छौं त्यसको बारेमा चाहिँ पहिला डिफरेन्शिएट गरौं। सबभन्दा पहिला चाहिँ परिभाषा खण्ड त्यसपछि दोस्रोमा थियरम, तेस्रो खण्डमा चाहिँ प्रश्न, चौथो खण्डमा फरक, पाँचौंमा चाहिँ रिजनिङ कारण र छठौंमा न्यूमेरिकल जसलाई चाहिँ हामी हिसाब भन्छौं। यो 5 वटा खण्ड पहिलो पाठमा राम्ररी पढिसकेपछि यो च्याप्टरबाट 7.5 नम्बर आउँछ। यसरी हामी खण्ड वाइज कन्ट्रोल गर्न सक्यौ, पढ्न सक्यौ भने हाम्रो एक्जाममा 7.5 नम्बर कन्ट्रोल हुन्छ। हामी चाहिँ यसमा सिरियल वाइज क्रमिक रूपमा पढ्दै जान्छौं। सबभन्दा पहिला चाहिँ परिभाषाको खण्ड, यो परिभाषा खण्डमा के को परिभाषा हामीलाई थाहा हुनु पर्यो त्यो चाहिँ एकचोटी हेरौं। नम्बर 1 मा परिभाषाहरु, डेफिनेशन्स। सबभन्दा पहिलो डेफिनेसन फोर्स, जसलाई हामी बल भनेर देवनागरी लिपिमा लेख्छौं, अर्थात नेपाली भाषा यसको फोर्स को बल भयो। र बल को परिभाषा यो क्लासमा सोध्दैन, तसर्थ यसको डेफिनेसन हामीलाई थाहा हुनु पर्यो। यसको डेफिनेसन चाहिँ हामी इंग्लिशमै कन्ट गरौं। फोर्स इज एन external agent which has tendency to change the state of the body। फोर्स भनेको एउटा बाहिरी कारक तत्व भयो जसले वस्तुको अवस्थामा परिवर्तन गर्छ वा गर्न खोज्छ। यसलाई नै हामी नेपालीमा 9th क्लासमा पढ्यौं कि चालमा भएको वस्तुलाई विश्राममा अथवा विश्राममा भएको वस्तुलाई चाल अवस्थामा ल्याउन खोज्ने बाहिरी चेष्टालाई बल भनिन्छ अथवा बाहिरी कारक तत्वलाई बल भनिन्छ। त्यसकै समरीको रूपमा फोर्स इज एन एक्सटर्नल एजेंट व्हिच हैज टेंडेंसी टू चेंज द स्टेट अफ द बॉडी। बॉडी चाहिँ दुईवटा अवस्थामा मात्रै हुन्छ, एउटा रेस्ट र अर्को मोशन, त्यसकारण स्टेट अफ द बॉडी। तो फोर्स एउटा चाहिँ बाहिरी कारक तत्व जसले वस्तुको अवस्थामा परिवर्तन गर्छ वा गर्न खोज्छ। त्यसपछि चाहिँ यसमा हामी अर्को ग्रेभिटी
जसलाई हामी गुरुत्व बल भन्छौं। गुरुत्व बल अब यो चाहिँ सोध्ने गरिन्छ। गुरुत्व बलको परिभाषा तल्लो क्लासमा चाहिँ हामी यसरी पढ्यौं। पृथ्वीले कुनै पनि वस्तुलाई आफ्नो केन्द्रतिर तान्ने बललाई गुरुत्व बल भनिन्छ। यो तल्लो क्लासको परिभाषा भयो। तर चाहिँ अब हामी 10 क्लासमा प्रवेश गरिसकेका छौं। तसर्थ 10 क्लासको हिसाबले अब ग्रेभिटीको परिभाषा के हुन्छ? नाउ राइट डाउन। कुनै पनि ग्रह वा उपग्रहले आफ्नो गुरुत्व क्षेत्र भित्र भएका वस्तुहरूलाई आफ्नो केन्द्रतिर तान्ने बललाई गुरुत्व बल ग्रेभिटी भनिन्छ। गुरुत्व बल चाहिँ कुनै पनि ग्रह वा उपग्रहले, ग्रह भन्नुको अर्थ सूर्यको चारैतिर परिक्रमा गर्ने आकाशीय पिण्ड अथवा ठूला ठूला वस्तु जसलाई हामी ग्रह भन्छौं, र ग्रहको वरिपरि परिक्रमा गर्ने आकाशीय पिण्ड अथवा ठूला ठूला वस्तुहरूलाई हामी उपग्रह भन्छौं। त्यही कुनै पनि ग्रह वा उपग्रहले आफ्नो गुरुत्व क्षेत्र भित्र भएका वस्तुहरूलाई आफ्नो केन्द्रतिर तान्ने बललाई गुरुत्व बल भनिन्छ। यहाँ चाहिँ हामी गुरुत्व क्षेत्र लेखेका छौं किनभने यो पृथ्वीले चन्द्रमालाई आफ्नो केन्द्रतिर तान्न सकिरहेका छैनन्, किनभने यो चन्द्रमा चाहिँ पृथ्वीको गुरुत्व क्षेत्रमा छैन। कुनै वस्तुलाई हामी माथि फाल्यो भने त्यो तलतिर आउँछ। यही एक्टिभिटी जुनसुकै ग्रहमा हामी गर्न सक्छौं, किनभने सबै ग्रह उपग्रहको आफ्नो तान्ने बल हुन्छ, केन्द्रतिर तान्ने बल हुन्छ। त्यस्तै त्यो तान्ने बल कहाँसम्म कार्यरत हुन्छ त्यसकै बारेमा चाहिँ हामी यहाँ गुरुत्व क्षेत्र उल्लेख गरेका छौं। पृथ्वीको गुरुत्व क्षेत्र भन्दा बाहिर जस्तै सूर्य छ, तारा भयो, अरु ग्रह उपग्रह भयो, त्यो चाहिँ पृथ्वीको केन्द्रतिर अथवा केन्द्रमा झरिरहेको छ, त्यस्तो छैन, किनभने त्यो चाहिँ गुरुत्व क्षेत्र भन्दा बाहिरको वस्तु हो। तसर्थ एकचोटि अझै सुनौ। कुनै पनि ग्रह वा उपग्रहले आफ्नो गुरुत्व क्षेत्र भित्र भएको वस्तुहरूलाई आफ्नो केन्द्रतिर तान्ने बललाई नै गुरुत्व बल भनिन्छ। अब अर्को डेफिनेसन यो पाठमा, यो च्याप्टरमा ग्रेभिटेसन गुरुत्वाकर्षण बल जसलाई हामी ग्रेभिटेसन वा ग्रेभिटेशनल फोर्स भन्छौं। यसको परिभाषामा कुनै दुई आकाशीय
पिण्डहरू वा गोलाकार वस्तुहरूको केन्द्र बीच लागने वा उत्पन्न होने बललाई गुरुत्वाकर्षण बल भनिन्छ। गुरुत्वाकर्षण बल र गुरुत्व बल। गुरुत्व बल भनेको कुनै पनि ग्रह अथवा उपग्रहले आफ्नो गुरुत्व क्षेत्र भित्र भएको वस्तुलाई आफ्नो केन्द्रतिर तान्ने। तर गुरुत्वाकर्षण बल भनेको कुनै दुई आकाशीय पिण्डहरू, अब जस्तै आकाशीय पिण्डमा सूर्य, चन्द्रमा, ग्रह, उपग्रह जस्ता वस्तुहरू आउँछ। ती पिण्डहरूको केन्द्रबीच अथवा कुनै दुईवटा गोलाकार वस्तु, ती दुई गोलाकार वस्तुहरूको केन्द्रबीच लाग्ने वा उत्पन्न हुने बललाई नै गुरुत्वाकर्षण बल भनिन्छ। जस्तै कसैले सोद्धाखेरि चन्द्रमा, सूर्य, ग्रह, उपग्रह यो ब्रह्माण्डमा कसरी अड्किएर रहेका छन्, त्यहाँ चाहिँ हामी गुरुत्वाकर्षण बलको कारणले गर्दा अड्किएर रहेको छन् यो हामी लेख्छौँ। तर कुनै वस्तुलाई चाहिँ माथिबाट फाल्दा या कुनै वस्तुलाई फाल्दा त्यो वस्तु त्यस ग्रह उपग्रहकै केन्द्रतिर सतहमा आउँछ, त्यसलाई चाहिँ हामी गुरुत्व बल भन्छौँ। गुरुत्व बल र गुरुत्वाकर्षण बल। गुरुत्व बलमा ग्रह अथवा उपग्रहले कुनै पनि वस्तुले आफ्नो केन्द्रतिर तानिरहेको हुन्छ, तर गुरुत्वाकर्षण बलमा कुनै दुई आकाशीय पिण्ड अथवा वस्तुहरू एक आपसमा आफ्नो यथास्थितिमा रहिरहन्छ, त्यसलाई चाहिँ हामी गुरुत्वाकर्षण बल भन्छौँ। अब यसपछि यो पाठभित्र जुन अझै डेफिनेसनहरू छ त्यो डेफिनेसनकै क्रममा अर्को डेफिनेसन गुरुत्व क्षेत्र। हुन त चाहिँ हाम्रो सिलेबसमा गुरुत्व क्षेत्र दिएको छैन, तापनि गुरुत्व क्षेत्रको सहयोगले यसलाई चाहिँ यसको फर्मुलाहरूलाई चाहिँ हामी डेरिभेसन गर्न सक्छौँ। अर्को डेफिनेसन आयो गुरुत्व क्षेत्र ग्रेविटेशनल फील्ड। कुनै ग्रह वा उपग्रहले आफ्नो गुरुत्व बलको प्रभाव जहाँ सम्मको वस्तु माथि पार्न सक्छ त्यस क्षेत्रलाई गुरुत्व क्षेत्र
भनिन्छ। ग्रेभिटी को गुरुत्व क्षेत्र भयो, त्यस्तै चुम्बकको पनि हुन्छ, चुम्बकको चुम्बकीय क्षेत्र। अब यहाँ ग्रेभिटी छ त्यसकारण गुरुत्व क्षेत्र। गुरुत्व क्षेत्र भनेको ग्रह अथवा उपग्रह, जतिसुकै ग्रह अथवा उपग्रह होस्, तिनीहरूको आफ्नै केन्द्रतिर जुन तान्ने बल हुन्छ त्यसलाई नै चाहिँ हामी गुरुत्व बल भन्छौँ। जुनसुकै ग्रह अथवा उपग्रह होस्, त्यो ग्रह उपग्रहले जहाँसम्मको वस्तुमाथि आफ्नो गुरुत्व बलको प्रभाव त्यस वस्तुमाथि पार्न सक्छ, त्यस क्षेत्रलाई नै हामी गुरुत्व क्षेत्र भन्छौँ। अर्को गुरुत्व प्रवेग, यसलाई चाहिँ हामी एक्सेलरेशन ड्यू टू ग्रेविटी भन्छौँ। एक्सेलरेशन गुरुत्व प्रवेग। आंसर में गुरुत्व बल को कारणले गर्दा कुनै पनि वस्तु माथि उत्पन्न हुने प्रवेग लाई गुरुत्व प्रवेग भनिन्छ। गुरुत्व बल को कारणले गर्दा कुनै पनि वस्तुमाथि उत्पन्न हुने प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ। जस्तै कुनै वस्तुलाई माथि फाल्यो अथवा माथिबाट तलतिर झरिरहेको छ भने त्यस वस्तुमाथि गुरुत्व बलको कारणले गर्दा प्रवेग उत्पन्न हुन्छ, जसलाई चाहिँ हामी गुरुत्व प्रवेग भन्छौँ। अब यो गुरुत्व प्रवेग सबै ग्रह उपग्रहमा चाहिँ एउटै हुँदैन। यो गुरुत्व प्रवेग पृथ्वीको सतहमा चाहिँ निकाल्दाखेरि 9.8, त्यस्तै चन्द्रमाको सतहमा यसरी क्याल्कुलेट गर्न पछि चाहिँ हामी क्याल्कुलेट गर्छौं, यसको फर्मुला ड्राइभ गरेर थ्योरम चाहिँ प्रमाणित गरेर। चन्द्रमाको सतहको गुरुत्व प्रवेग 1.63, त्यस्तै जुपिटरको 24.5। अर्थात गुरुत्व प्रवेग हरेक ग्रह उपग्रह को एउटै हुँदैन। गुरुत्व प्रवेग रेडियस माथि निर्भर गरेको हुनाले पृथ्वी को जति रेडियस छ त्यतिकै रेडियस भएको यदि अर्को कुनै ग्रह र यतिकै पिण्ड भएको, मुख्यतः रेडियस को कुरा गरौं कि यतिकै रेडियस भएको अरु कुनै ग्रह छ भने पृथ्वीमा हामी गुरुत्व प्रवेग को मान तल्लो क्लास देखि कण्ठ गर्दै आइरहेका छौं, 10 अथवा 9.8। अब चाहिँ 9.83, 9.78 गरेर चाहिँ पृथ्वीको सतहमा गुरुत्व प्रवेग हामी निकाल्छौं फर्मुला ड्राइभ गरेर। तर अहिले चाहिँ हामीलाई कण्ठ गर्नु छ, बुझ्नु छ कि कुनै पनि वस्तुलाई माथि फाल्यो भने तल आउने क्रममा प्रत्येक सेकेन्ड त्यसको 9.8 को दरले भेलोसिटी बढ्दै जान्छ। अर्थात गुरुत्व बल को कारणले गर्दा तलतिर झरिरहेको वस्तुमाथि उत्पन्न हुने प्रवेगलाई नै गुरुत्व प्रवेग भनिन्छ। नेक्स्ट चाहिँ तौल, WEIGHT, वेट। कुनै पनि वस्तु
माथि को गुरुत्व प्रवेग को नाप लाए नहीं हामी त्यस वस्तु को तौल भन्छौ। कुनै पनि वस्तुमाथि गुरुत्व प्रवेग को, यसलाई चाहिँ हामी गुरुत्व बल पनि भन्न सक्छौं। त कुनै पनि वस्तुमाथि गुरुत्व प्रवेग को नापलाई नै हामी त्यस वस्तुको तौल भन्छौं। हुन त गुरुत्व क्षेत्र भित्र पर्ने वस्तुहरू को पिण्ड हुँदैन। कान खोलेर राम्ररी सुन्ने गरौँ। यो जुनसुकै ग्रह होस्, त्यो ग्रह माथि भएको वस्तुको एक्चुअल पिण्ड हुँदैन, किनभने गुरुत्व प्रवेगले प्रभाव पारिरहेको हुन्छ। यहाँ बजारमा गएर हामी 2 किलो आलु देऊ, यो हाम्रो चलन चल्तीमा छ, त्यसकारण हामी भन्छौं 2 किलो आलु। तर ट्रुथ भन्नुको अर्थ 2 किलो आलु हुँदैन। त्यसलाई न्यूटनमा भनेर भन्नुपर्छ, किनभने यो पृथ्वीको सतहमा गुरुत्व प्रवेग छाडेर हामी कुरा गर्दैनौं। यहाँ हामी तौलको कुरा गर्छौं, तर भन्ने बेलामा चाहिँ पिण्डको कुरा हुन्छ। पिण्ड लिनु छ भने स्पेसमा जानुपर्छ। ग्रेभिटेशनल फिल्ड छाडेर ग्रेभिटेशनल फिल्ड भित्र यदि हामी कुरा गर्यो भने के को कुरा हुन्छ? तौलको। र यसलाई चाहिँ हामी न्यूटन एकाइमा नाप्छौं। नेक्स्ट चाहिँ पिण्ड। अर्को डेफिनेसन तौल पछि पिण्ड हेरौं। पिण्ड जसलाई मास भनिन्छ, कुनै पनि वस्तुको खास परिमाण लाई नै त्यस वस्तुको पिण्ड भनिन्छ। यसको SI इकाई केजी हो। The quantity of matter contained in the body is called mass. The quantity of matter contained in the body is called mass. यसमा चाहिँ मास र पिण्डमा पछि गएर चाहिँ हामी डिफ्रेन्सिएसनमा फरकमा लेख्छौं। अहिले चाहिँ परिभाषाको खण्ड छ, त्यसकारण अहिले परिभाषाकै कुरा गरौं। अर्को स्वतन्त्र खसाई, फ्री फलिङ बडी, बिना कुनै बाहिरी अवरोध, कुनै वस्तु गुरुत्व प्रवेग को गतिमा खसी रहनु लाई
नै स्वतन्त्र खसाई भनिन्छ। बाहिरी अवरोध जस्तै एयर फ्रिक्सन भयो, बाहिरी अवरोध हुनु परेन। बिना कुनै बाहिरी अवरोध कुनै वस्तु गुरुत्व प्रवेगको गतिमा खसी र माथिबाट तलतिर झरिरहेको हुन्छ। त्यस्तो खसाइलाई चाहिँ हामी स्वतन्त्र खसाई भन्छौँ। अब बाहिरी अवरोधको कुरा त्यही आयो, एयर फ्रिक्सन भयो अथवा मानिसले नै गएर त्यसलाई रोकिदियो, त्यस्तो अवस्था हुनु परेन। बाहिरी रुकावट हुनु परेन। त्यस्तो अवस्थामा जुनसुकै ग्रह अथवा उपग्रह होस्, माथिबाट तलतिर झरिरहेको छ गुरुत्व प्रवेगको गतिमा, जस्तै अब पृथ्वीमा झर्दाखेरि 9.8 यसको गतिमा झर्नु पर्छ। चन्द्रमामा गयो भने 1.63 त्यो गतिमा झर्नु पर्यो। भन्नुको अर्थ गुरुत्व प्रवेगको गतिमा यदि कुनै वस्तु माथिबाट तलतिर झरिरहेको छ, खसिरहेको छ, त्यस्तो खसाइलाई हामी स्वतन्त्र खसाई भन्छौँ, किनभने यसमा गुरुत्व प्रवेगको मान नै शून्य हुन्छ। अर्को तल विहीनता, यसलाई चाहिँ हामी वेटलेसनेस भन्छौँ। वेटलेसनेस स्वतन्त्र खसाईको अवस्थामा हुने वस्तुको तललाई नै तल विहीनता वेटलेसनेस भनिन्छ। स्वतन्त्र खसाईको अवस्थामा, अब स्वतन्त्र खसाईको अवस्थामा गुरुत्व प्रवेगको मान शून्य हुन्छ। त्यसबेला वस्तुको तल चाहिँ शून्य हुन्छ, किनभने तल गुरुत्व प्रवेग माथि निर्भर गर्छ। तसर्थ स्वतन्त्र खसाईको अवस्थामा वस्तुको तल शून्य भएको कारणले गर्दा त्यसलाई नै हामी तल विहीनता भन्छौँ। र एउटा अन्तिम गुरुत्व क्षेत्रको तीव्रता, ग्रेविटेशनल फील्ड इंटेंसिटी, कुनै ग्रह वा उपग्रहमा एकाई पिण्ड माथि त्यस ग्रह वा उपग्रहले पार्ने गुरुत्व बलको प्रभावलाई गुरुत्व क्षेत्रको तीव्रता भनिन्छ। पृथ्वीको सतहमा एकाई पिण्ड भएको वस्तुको तल र त्यही एकाई पिण्ड भएको वस्तुको तल चन्द्रमा अथवा जुपिटर अथवा जुनसुकै ग्रहमा लाग्दाखेरि फरक फरक हुन्छ।
भन्नुको अर्थ एकाइ पिण्डमाथि जुन ग्रह उपग्रहले आफ्नो गुरुत्व क्षेत्रको प्रभाव देखाउँछ त्यसलाई नै हामी गुरुत्व क्षेत्रको तीव्रता भन्छौं। यो पाठबाट डेफिनेसन यति कण्ठ गरे एउटा दुईवटा एक्जाममा आइहाल्छ। डेफिनेसन भनेको यो पाठमा डेफिनेसन खण्ड यति छ, यसलाई कण्ठ गर्न सकियो भने जुनसुकै एक्जाम होस् त्यसमा चाहिँ हामी डेफिनेसन लेख्न सक्छौं। आजको लागि यति मात्र। दैट्स ऑल फॉर टुडे।